यार फाइनल्ली ल ल 2 वर्ष ट्याक्कै है 2.5 वर्षै भयो नि अक्टोबर हो 2.5 वर्षपछि भेट भयो फाइनल्ली हो यो ठाउँ हिमेजी नै भन्छ नि हिमेजी स्टेसन चाहिँ यार फाइनल्ली 2 वर्ष 2.5 वर्षपछि भेट भयो साथीलाई ध्रुवलाई कस्तो है कस्तो गाह्रो लाग्दो रहेछ कि साथीहरूसँग छुट्न अब यहाँ पनि 2 वर्ष मेमोरी भयो नि त साथीहरूसँग अनि अब आज छुट्याएर कस्तो गाह्रो लाग्यो है तिमी पनि त्यति बेला कति गाह्रो भयो अब 1 वर्षसँगै पढियो कति मेमोरी भइसकेको थियो एक्कासी छुट्दाखेरि है अब फेरि उता जान्छ नयाँ स्टोरी सुरु हुन्छ फेरि त्यताको साथीहरू अब लाइफमा है सबै जोडिने मेमोरी कलेक्ट गर्ने जाऊँ न त कतै है तिम्रो रुम चाहिँ कति टाढा यहाँबाट साइकलमा आउनु जाने भनेपछि त त्यति टाढा ए उता प्राइभेट चाहिँ अर्को छ होला नि उताको पब्लिक जिआर भयो क्या त्यता भनेपछि तिम्रो उस र हाम्रो पनि लगभग यस्तै छ 15-20 मिनटको डिस्टेन्समा यो जिआर एकी छ कि हाम्रो कुरोमेको हामी म बस्ने ठाउँमा निश्चय त्यचो भन्छ के अरे अर्को प्राइभेट के छ ठाउँ चाहिँ फरक हुन्छ है यो जिआर चाहिँ सबैतिर कनेक्ट हुने कि होइन सदरमुकाममा जिआर ए त खासै भिडियो त खिचेँ होइन यार यसो भिडियो खिच्छु भनेर साथीहरूसँग आउनु बेला गर्छु भनेको भिडियो खिच्नै मन लाग्न कि अलिअलि त भिडियो गरेँ त्यो मनै नलाग्ने क्या त्यो निकाल्नै मन नलाएर अनि टाइम ट्याक्कै च्याउँदै टाइममा ल्याइदियो क्या यार 52 कि कतिको थियो बेला बेला टनलहरू आउँदो रहेछ है कालो त्यस्तै पानी पर्यो ठुलो पानी पर्यो हावाहुरी चल्यो नजान कि म्याग पनि अझै सुपा चाहिँ के हटेछ नि है फेभरेट मैले सुरुमा त खाएँ पछि त्यति साह्रो मन त पर्दैन तर सबभन्दा अब बेस्ट अब नेपालीकोलाई त्यही त थियो है सुपा चाहिँ कि अब अरू प्रायः होइन नि ठिक छ खासै गर्नु होइन यो फेरि उस के अरे कुर्मी यो जेमिनारको हो कि यो के अरे स्कुलको गएको त्यसले ब्याग दिएको थियो सोचेको हामीको अनि राख्न ठाउँ मिल्छ है ए नेपाली पसलमा त अब उस भयो त राखिदिन्छ नि होला है पुरा गरेर के इन्डियन नेपाली रेस्टुरेन्ट इन्डियाको नाममा होमस्टे टक्क जिआरभित्र है अरू पनि छ होला धेरै पनि छ होला है यो एरियामा त प्लेन नान गर्नुहुन्छ एउटा मलाई चाहिँ चिज नान गरिदिनु अनि एउटा चाहिँ प्लेन नान यो सेट ए हो चिकन करी टुडे करी आजको किमा के छ आज मसरुम सिमेजी चिकन चिकन करी नै गर्नु चिकन नै गरिदिनु दुईटै करी दुईटा हो ए एउटा सेटमा दुईटा ए भनेपछि डिफ्रेन्ट दुईटा भेजिटेबल एउटा भेजिटेबल गरौँ है अनि एउटा चिकनको होला भेजिटेबलमा कुन मसरुमहरू हो भनेपछि त्यही मिक्स गरिदिनु एउटा अनि एउटा चाहिँ चिकन हजुर त्यो ठिकै मिडियम गरिदिनु हट नर्मल हट नुनमुनामा के हाने के हो ड्रिङ्कमा कफी लस्सी म्याङ्गो लस्सी हो म्याङ्गो हुन्छ त्यही गरिदिनु हजुर अनि कम्बिनीहरूमा त त्यो गमबाकहरू राखेर नि त अनि मान्छेले ल्याएको ल्याएको गर्छ नि एउटा मान्छेले त्यसकैलाई छुट्याउनु पऱ्यो नि त जहाँ पनि
म कति ठुलो आमसँग अलिक ठुलो ल हाम्रो नाना कुन कुन हो यो चाहिँ कस होला भेजिटेबल यो चिकन होला होइन जाडो जाडो नै रहेछ बाहिर त तिमीले चाहिँ किन स्टप गरेर त भ्लग बनाएको थियो त मैले हेर्थेँ तिमी धेरै नै कतिवटा भिडियो हालेको तिमीले 7-8 टोइलेट होइन यहाँ कति फेमस कलाकारहरू नि आइरहेका हुन्छन् होला है हामीलाई मतलबै हुन्न को कति फल है त्योभन्दा खतरा हुन सक्छ हामीलाई मतलबै हुन्न अब तर हुन त यिनीहरूलाई नि नर्मलै लाग्छ होला सायद त्यसो यो जापानिजहरूलाई हेर्दाखेरि चाहिँ यिनीहरू नेपालमा हुने भने त यिनीहरू त हिरो कलाकार पुरै सेलिब्रेटी हुन्थ्यो होला जस्तो लाउँछ है हाम्रो यात्रा चाहिँ अलिक कहाँको हुँदैछ अलिक जुको होइन दोबुचुएन हिमेजीमा है दोबुचुएन है नेपालमै हुँदाखेरि सिकेको दोबुचुएन जुलाई तर खान्जी फेरि आउनु नै केही खान्जी त अघि म्याप हेरेको है म्यापमा त्यो जुम गरेर हेरेन भने चाहिँ त्यो खान्जीमै देखाइदिँदो रहेछ कि अनि ठाउँ त देखायो के देखायो अलिकति जुम गरेर हेरेको बल्ल अनि के हो त्यो ओइ के हो नि ठाउँ योभन्दा अगाडिको स्टेसन त्यो ठाउँ चाहिँ बल्ल अनि इङ्ग्लिसमा हो त्यो ठाउँ अनि बल्ल पढेँ कि मैले त्यो इङ्ग्लिसमा आएपछि कहाँ आयो भने त्यो खान्जीमा देखाउँ नि यो यता र उताको लाइन के हो यो यहाँबाट साइकल उस गरेर लानु मिल्ने टाइपको क्या के हो नाम यसको हाम्रोतिर चाहिँ रातो हुन्छ क्या चरी भन्ने अर्कै हुँदो रहेछ यार है मिमी छेउ हाम्रोतिर क्या अर्को अन्डरग्राउन्ड यो ठाउँलाई नि ओसाका भन्न मिल्छ होइन मिल्दैन हिमेजी नै हो नेपालबाट चाहिँ मलाई ओसाका भनेको त्यो कन्सल्टेन्सी हो मैले ओसाका तर ओसाकाबाट चाहिँ नजिक भयो धेरै टाढा नि ओसाका जाने 2 घन्टा लाग्थ्यो यहाँबाट सिनोसाका होइन के भयो फुचुकमा जाँदा सिनकानसेन त कति 20-25 मिनटको फरक रहेछ यहाँबाट त्यता त धेरै नि छ है मन्दिरहरू सबभन्दा धेरै मन्दिर भएको ठाउँ नै के हो त होइन जापानमा यो त सेम कुरिमामा यस्तै छ यार मैले काम गर्नेको इजा खाएँ छ हो त्यहाँ जाने बाटो सेम यस्तै छ कि म त अघि सिन्कानसेनमा त्यो नर्मली त्यही घुमेछु भइरहेको थियो पछि म्याप हेरेँ है म्याप हेरेर फुकुका हेर्छु त कहाँ हो कहाँ पछाडि कि त्यो म्यापमा अनि यता बसाके यो हिमेजी यो साइड देखाएको छ यसो हेर्दा त त्यति बेला चाहिँ कस्तो अर्कै फिल भएको के यति टाढा आइसकेछु अनि म्यापमा हेर्दा त फुकुका त कहाँ हो कहाँ पछाडि कि ओके त्यो कतिवटा समुद्र तरेर आइसकेको रहेछ त्यो घुमी छ त कसरी ट्याक्कै नछोइने फेरि है खोइ ब्याट्री हालेर घुमाएँ कि हालेर घुमाएँ भित्र मेरो म यसरी सँगै यसरी घुम्ने भने त डेन्जर भ्लग बनाउन सकिन्छ जस्तो लाग्छ गफर्ने साथी भयो भने त त्यही त हो भ्लगमा जसले नि त्यही त है यसरी बोल्दा बोल्दै फेरि पछि एक्लै पनि बोल्न सक्ने कन्फिडेन्स आउँछ नि त प्रोग्रेस पर्सनहरू पनि 2 जना हो हैन सुरु अनि अनिल सुनार र विनोद परिया भन्ने हो रतन कार्की पनि अनिलसँग जोडियो नि त न त सुरुमा एक्लै बनाउँदाखेरि चाहिँ के भन्ने हुन्छ अनि गफ गर्ने भयो भने चाहिँ बल्ल भन्छ कि क्यास्टल जाने पहिला कि दोबुचु त्यहीँ साइडमा हो कि ए क्यास्टलमै गएर अनि दोबुचु नि त्यहीँ हो धेरै यार टुरिस्टहरू है विदेशीहरू जापानिज भन्दा बढी मैले सब अमेरिकन नै गएको युनेस्को उनीहरू
अन्त नेपाली धेरै देखिन्थ्यो यहाँ चाहिँ विदेशी धेरै देखियो यो देख्दा चाहिँ जापानमा नेपाली मात्र होइन विदेशी नै आउँदो रहेछ नि भन्नुभयो मैले यो चर्चमा भेटेकोलाई यहाँ भेटाएँ मैले ए पोखरामा भेटेको पोखराको चर्चमा चर्चमा आएको थियो अँ त्यही विदेशीलाई मैले यहाँ भेटेको ए ए चर्च त यतातिर पनि जापानमा पनि धेरै रहेछ नि है थिएँ हाम्रो कुरुमीतिर पनि छ क्या चर्चहरू यो क्यास्ट्रलको नाम चाहिँ के भन्छ हिमेजी क्यास्ट्रल सेतो घर राखिदिनु हामीले नाम अँ ए पहिला खोला थियो अरे ठुलो अँ त्यो राजा त्यहाँ बस्ने बेला अब खोला भयो भने त मान्छे यति जान मिलेन नि त अँ खोला थियो यहाँ ए ए अहिले चाहिँ थुनेर पोखरी जस्तो बनाएको के हो यिनीहरू कति बजीसम्म रहेछ 4 बजीसम्म हो यो खोल्ने के हो त्यहाँ 16 के लेख्यो साकुराको फल उसको बेला त सबै पिङ्क है पिङ्क सेतो खतरा देखिन्छ होला यार स्टल भित्र चाहिँ हिँड्न दिँदैन अरू ठाउँको दाम दिँदैन ए जाने माथि के गर्ने जाने जू चाहिँ है जू जू जाम जू गरेर अनि जानु मिल्छ खासै नगए पनि हुन्छ जस्तो लाग्छ मलाई हो र लु जाने त्यहाँ जाम टिकट त्यसै जाम हुन्छ जानु सासागुरी भन्ने यो म अस्ति गएको ठाउँमा फेरि जाइरो कार्ड मागेको थियो सास्ते बुद्ध सुतेको ठाउँ छ नि उसमा यो कुर्मे अरे फुकुकामा अँ अनि त्यहाँ चाहिँ त्यो जाइरो कार्ड छैन भने चाहिँ 500 जाइरो कार्ड छ भने चाहिँ फ्री के अनि मतलब जाइरो कार्ड पनि हेरेर होला अब त्यो केनको हो कि होइन भनेर त्यस्तो छुट्टाएको होला हुनु चाहिँ यदि त्यस्तै के होला है स्टुडेन्टको त्यो त्यहाँ चाहिँ त्यही गर्थ्यो त्यति बेला हामी कति 4-5 जना गएको थियौँ एउटा दाइले चाहिँ जाइरो लान बिर्सेर रहेछ कि अनि त्यो दाइलाई 500 लिएको थियो कि नभएको त अब यसो नभएकोहरू अब यस्तो होला नि यो टुरिस्टहरू मतलब अब स्टुडेन्ट होइन कि अब 1 महिना 2 महिना हुन्छ जाइरो कार्ड त हुन्छ तर त्यो त हो तर फरक हुन्छ नि त हाम्रो र यिनीहरूको अलिकति त्यो कार्ड नै फरक हुन्छ टिकट क्यास्ट्रल टिकट कति हो 1000 18 वर्ष त्यहाँ रहेछ नि 2500 रहेछ नि त महँगो है इमेजी सिटिजनलाई आरिगातो गोजाइमासु हाई आरिगातो गोजाइमासु हाई आरिगातो गोजाइमासु यहाँको सिटिजनको लागि चाहिँ 1000 उसलाई चाहिँ 2500 है खोइ के हो भने चाहिँ Do you speak English? Yes. I'm a local guide and offering a free tour here. If you are interested in Japanese culture, Japanese castle, would you like to just walk together? You can take a photo and you can explain the point that you got. 日本語大丈夫かな日本語大丈夫だから。いや大丈夫お願いします一緒に行きますよ Shall we do? Where from? From Nepal. Nepal? Yes. 日本語喋るね。日本語あなたはもはいちょっとされる。だけ。あ、じゃあ日本語の学生だからまあ日本語と英語もどっちも。英語もどっちも。You're studying here and you're going to get a job here. Yeah, we are. Okay. How many years you stay here? 2年半2年半そうあ、そうだ。はいOK、誰 Are you from 日本？日本人？私、日本人。ああ。ビデオは大丈夫ですね。神戸です。あ、それどこ姫路私姫路姫路なのこれが福岡から福岡うん、そう。じゃあ、友達を紹介です。ビデオは大丈夫ですか？ビデオどうぞ。あ、そうはい。いいね。はい。त्यसै गाइड हो यसलाई नि फेरि दिनुपर्ने होला लास्टमा पर्दैन
त्यहाँको लोकल गाइड हामीले टिकट किनेपछि त्यो होला है In Nepal, we have many castles like this. इन नेपाल अल्सो देयर आर फ्यु क्यासल छन् है धेरै नि या Okay, right. You see, we had a long period of sort of warrior age. You see? यस Feudal age. See, over 600, 700 years. यस And usually they are the feudal lords have their own residence. Of course, you see, the fort is the castle was made as a part of the residence Yes. and administration center. And यस न सुचेर त्यो जुत्ता चाहिँ न आरिगातो so please bring me the home. हाई ए वहाँ माथि चाहिँ गएपछि चाहिँ जुत्ता खोल्ने होला होइन सो इट्स सो But 10 years it was ago. renovated. And this castle was founded 1601. And of course, castle was made as a fort. Actually, it was not a residence. You see, the building of the residence in a different area. यस But all the, do you know how many floors? What do you think? लाइक गो अफ फाइभ So. Okay, it looked like 5 stories, but actually there are 2 floors. इनसाइड Hidden. only See? 2 floor Yeah. Usually it's a castle, from the outside it looks like 5 stories यस or 3 stories, but there are few floors hidden. Of course, there's a basement and also a kind of place in between. See, like a hideout. You see. Yes. Kind of secret room. 10 years ago, it was renovated. 10 years ago See, and at the end of the war, at the end of the Meiji Restoration, have you ever heard that Meiji Restoration? 19th century, the end of 19th century. Old war. Yeah, that Old was war. the end of long period of samurai age, which lasted over 600-700 years, and it was the end. And we decided to head for the modern Japan. See, and the many the water. See, but this is basically no rainfall. Water reservation. So, water is साकुराの時はとてもいいねあと next month 2週間ぐらい next month Every year is the time comes earlier. So there, the castle is like the approach to the main area is like a maze. See, it is a maze. See, of course this is a yes to get So you live in here? You live near to this place? そうそう、私神戸。 Kobe. What's your name? のりこ。 Noriko. What's your name? Sudeep. Sudeep. Okay. Nice to meet you. Nice to meet you. Is it Nepal, right? Yes, from Nepal. So, the Buddhist country. Yeah, it's tourist country. Meaning Do you know Everest? Everest. Mount Ah, Everest. yes. So. So. Yeah. What is the height of Nepal? What is the height above the sea level? Yeah, so それエベレストの高さじゃそうそう高さエベレストの高さエベレストですね。ネパールのね。ネパールネパールね。ネパールの3000ぐらい2000ぐらい。大さだ。 3000ぐらいかな。え、3000。でも私が生まれたところね、富士山より高い。そうでもネパールで一番私が生まれたところね。そうなの。エベレストは世界の一番高いところ山ですनेपालमा होइन सबभन्दा अग्लो अनि होचो पनि नेपालमै भने जस्तो सुन्थ्यो भने त्यो गेम तर होइन होला So, it's easy peasy. नेपाल बुन्दा त इजी बिजी। So, Easy peasy. it's a less than 4. गुफाभित्र आइए Some are a bit low, so that you can, swing the sword, you see. वाच योर हेड लेखेर चाहिँ यहाँ
Those are also 21. Gosh, those. なんかね、ちょっと面白いんだけど、ここ。Ah, あれ落ちるから違う。あそこにね、it's an interesting, like a stone. oh, this one? That is like a mill. You know the mill? A mill? Like a Grinding the grinding, grinding stuff. You know, it's any stones are needed because you know it's very difficult to collect such a grand volume. Yes. So the funeral laws Hi. encourage people to offer any materials Yes. possible to provide to the castle. Yes. See, as a material. See maybe the lady, the Yes. old ladies offer. Okay, I can offer a small stone. See, but it's a Ah. Cliff hand mill stone. Ubagaisi. だからここにはね、いろんな石があります。There are many kinds of stones, you see, offered by the residents, you see. あっちはね、なんかストーリー。 Oh, storage. And the soul. ए राजाहरूले घर यहाँ भयो स्टोरेजहरू चाहिँ यता है गोदाम भन्छ कि के गोदाम यहाँ चाहिँ बन ताकिन्छ कि ए दिस इज मिन फ्रम हियर द फायर So that's the gum, you see. like this. Produced, you see, through the Kyushu area, see. And of course, gum was brought into Japan. यस यो चाहिँ लक रहेछ क्या And it's लक रहेछ कि ताबन कोरेकार यो सुटुक्क हान्ने यहाँबाट यस्तो हेरेर कतै खुलेको होइन आइतेर त कुरो नै दिमाग छ यस अब जापानिजमा बोल्ने भने बुझिन्छ कि इङ्ग्लिस झन् गाह्रो भयो त सक्यो यार इङ्ग्लिस हाम्रो इङ्ग्लिस के भयो हिन्दी इङ्ग्लिस सक्यो जापानिज नो रेस्ट रुम इन मेन किप इन्ट्रान्स फेरि कता गएपछि जुत्ता खोल्न पर्ने होला त नाच्छ जुत्ताखेरि अब चाहिँ होला है यो अग्लो चाहिँ 91 मिटर छ अरे भइतिर नि हेर्दै हिँड्नु पऱ्यो यहाँ चाहिँ जुत्ता खोल्ने ठाउँ कता ए यहाँनिर चाहिँ जुत्ता खोलेर प्लास्टिकमा बोकेर हातमा झुन्डाएर जाने होला है अब जुत्ता खोल्नु पऱ्यो यहाँनिर चाहिँ जुत्ता खोलेर हिँड्ने रहेछ त्यो भित्र छिर्दाखेरि चाहिँ कुनो नाकानी स्यासिङ दाइजोको त्यसको भिडियो वा तपाईँ भित्र त मिल्दैन होला है 途中でなんか途中で見ようね。मजेर आउनु त किन देखेँ अर्को भन्दै जाम्ला नि कहाँ यस्तो एक्सिडेन्ट है सोसल पढे जस्तो होला नि त्यसमा अनि कृष्ण सर हो तिमी को कारण निवास यहाँबाट चाहिँ कस्तो देखिँदो रहेछ राम्रो उयो भयो अरे नि त्यहाँ माथि जाने कति अग्लो कति ठाडो है Because so that we can, again, this is a protection of the castle. In case, Yes. the castle was attacked by the enemies. You see. Ah. So not easy for the enemies come up the floor. So that is also the reason. ए यो सिँढी अग्लो यस्तो बनाउनुको कारण चाहिँ दुश्मनहरू झ्याप्प नआउनु भनेर रहेछ क्या कति अग्लो छ कि ठाडै छ के अरे ठ्याक्कै ठाडै छ के अरे है त्यो दुश्मनहरू झ्याप्प उक्लिन नसकुन् भनेर के यहाँ त उक्लिँदा त्यो गनहरू राख्ने ठाउँ So you can find it every floor. इमामा नानीमा होइन Imanai kedo ne. गनहरू टक्कै यहाँ राख्ने ठाउँ होइन
अडाउने होला यस्तै। There are over 1,000 places. काठको है सबै। Maybe you make question what happened during the Second World War. यहाँबाट चाहिँ कन हान्ने यहाँ चढ्ने अनि त्यहाँ माथि गएर त्यो झ्यालबाट सिउ पार्ने रहेछ। यत्रो दुःख गरेर चढ्यो यहाँ आइयो लास्टमा। यहाँ आउनलाई रहेछ। यहाँ चाहिँ के हो बाइनोकुलर तर पैसा हाल्नु पर्ने होला। सिटी देखिन्छ क्या तर अब त कुहिरोला केही पनि देखिएन होला है। महँगो हुन्छ पैसा चढाउने चालन बजाउने हो। किमोची कस्तो देखेको रहेछ इमेजी सहर है। इमेजी सहर समुद्र कता छ यता समुद्र ऊ त्यो पारिको समुद्र हो ए उहाँ रहेछ है समुद्र। त्यो भनेपछि त्यो ठाउँ अलिकति सुनामीहरूको डर चाहिँ के छ जस्तै छ है। समुद्र नजिकै रहेछ क्या के भयो ए झर्न त गाह्रो रहेछ झन् यो दुश्मन आयो झन् भाग्न झन् गाह्रो रहेछ। टपमा बसिराख्ने सेक्युरिटी टाइट गरेर यसलाई हामीले गाइड गर्नु पर्ला लाग्छ है अझै ध्रुव यसलाई हामीले गाइड गरौँ अब हामीलाई गाइड गर्ने होइन हामीले यसलाई गाइड गर्ने अब। यहाँनिर चाहिँ यस्तो होला केही भयो भने चाहिँ यहाँ छिर्दिने कि यहाँ चाहिँ तर यस्तो गर्नु भने यो उस पनि सेतै हुनुपर्ने कि यहाँ चाहिँ धोका छ भनिदिने नपार्नको लागि। कोनो दोआ म सिरो इरन ओनाजी इरन अरे बा यी त मैं मास्ने ये あ、そうそう、多分ね、前は隠してるはず。あれがこうなんかちゃんとドアがついてるね。わかんないですけど。 मैले यस्तो उसमा के अरे भियतनाममा रहेछ कि एउटा जमिनभित्र पुरै यस्तो सुरुम बनाएको कि त्यहाँ यस्तो त्यो डिफेन्स वारहरू भएको बेला लुक्ने के त्यसमा चाहिँ कति ठाउँमा त त्यो दुश्मनहरू हिँड्यो भने ट्र्यापमा पर्ने अनि त्यहाँ गुफा छ भने थाहा नहुने सानो ढुङ्गाले चाहिँ त्यो मेन फल छोपिदिने अनि त्यहाँ भित्र यति धेरै ठाउँ क्या त्यहाँ बस्ने सुत्ने खाना बनाउने टोयलेट सबै त्यस्तो ठाउँ के भ्लगमा देखेको थिएँ कि मैले। मेरो एउटा कुरा ठिकै ठिक यो चाहिँ इमेजी सहर जुत्ता लाउनु चाहिँ यहाँबाट चाहिँ जुत्ता लाउने ठाउँ रहेछ है। 100 वर्ष अगाडिको रुख हो ए नो के तर 100 वर्ष अन्त रुखहरू त ठिकै हो कि खै सरकारी गाइड चाहिँ यहाँबाट छुट्नु भयो होइन तर पैसा एक्स्ट्रा टिप्स केही मागिँदैन के अरे है फ्रीमा अब नेपालमा भएको भए सरकारी गाइड नै भयो नि त्यहाँको त्यो स्थानीय गाइडले हुन्छ नि टिकट तिरेर आएको त्यो गाइड भयो भने एक्स्ट्रा पैसा माग्थ्यो कि जसरी नि है यताउति टिप्स कुरा गरेर हुन्छ कि के कुरा गरेर हुन्छ पैसा मागेर छुटिहाल्थे पैसाको कुरै गरेन कि बरु राम्रोसँग घुम भनेर यता कन्ट्याक्टहरू दियो यही छ राम्रो पोजिटिभ पोइन्ट। वाट इज द पोजिटिभ पोइन्ट यु फाउन्ड इन जापान भनेर यदि क्वेसन आयो भने यो पनि सम्झेर लेख्नु पऱ्यो के कुरा ठिक ला भनेर क्वेसन आउँछ नि त चाहिँ राम्रो। अब क्रिस्टल इमेजी क्रिस्टल अब दोबुचु जाने यहीँ नजिक है यहाँ चाहिँ ए पैसा सिक्का पऱ्यो भने के हुने भन्ने टाइपको त्यही जस्तो छ है तर हुन चाहिँ के हो यो पैसा खाने ओ यो त गहिरो हो क्या आम्मा के हो वाट दिस आम्मा के हो यहाँ त 1 रुपियाँ है आम्मा कति गहिरो हो यो त भरिन्छ त एक दिन त यो यार कति गहिरो थियो होला कि यो ओके 1 रुपियाँले है यो कति वर्षमा त भरिन्छ होला यार यो भरिन्छ यार तर खतरा लाग्छ तर है 100 वर्ष लाग्छ होला यो भरिन आम्मा सायद इनार सिनार होला कि पहिलाको यो
यो चाहिँ बल्ल रियल जङ्गलको राजा लायन लायन यो चाहिँ बुस रहेछ क्या पोथी के अरे भाले पोथी हुन्छ नि केटा यो थियो के